थियो अनि त्यही भएर मैले चाहिँ सिकिरहेको छु मैले पानी तताएर भइसकेँ घिउ हालेँ अनि सुजीको प्याकेट काटेर सुजी हालिसकेँ अब मैले मजाले रातो हुने बेलामा मैले भुट्छु अनि त्यसपछि हल्का पानी हाल्छु अनि त्यसपछि मम्मीले के हाल्नुहुन्छ अनि चिनी पनि हाल्छु हेलो गाइस नमस्कार सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आजको हाम्रो स्कुलबाट आएर खाने खाजा रहेको छ हलुवाको लागि आज हलुवा बनाउन म छोरीलाई सिकाउँदैछु छोरी यस्ता एक्साइटेड छिन् आज म बनाउँछु मामु भनेर अनि अब हेरौँ कस्तो बनाउँछिन्